तपाईँले मेरो जुन विवाद लेखेको सभामा जुनले यहाँ सम्बोधन गरेकोमा चाहिँ 16 नम्बरको त्यो योजनाको विषयमा नै त्यहाँबाट चाहिँ विवाद सुरुवात भएको भन्ने जस्तो सङ्केत पाइयो। के हो खासमा चाहिँ यो विवादको जड त्यही तपाईँकै वडामा भएको कामको विवाद हो अथवा के हो, के भइरहेछ? धन्यवाद रोहित भाइ लगायत सम्पूर्ण संस्थाकर्मी मिडियाकर्मी साथीहरू, तपाईँहरूले जुन जिज्ञासा राख्नुभयो यो 16 नम्बर वार्डमा जोडिएको भएको हुनाले गर्दाखेरि मैले यो विषयमा क्लियर पार्नुपर्छ भन्ने मलाई पनि लागिरहेको थियो र तपाईँहरूले जुन यो मलाई आज क्लियर पार्ने अवसर जुटाइदिनु यसको लागि म वडाको तर्फबाट यहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। विशेष गरी रोहित भाइ, तपाईँ त्यति बेला फिल्डमा हुनुहुन्थ्यो, तपाईँ त्यहाँ जाली लाउँदै गर्दाखेरि तपाईँले मलाई त्यहाँ इन्टरभ्यू पनि दिनुभएको थियो। मैले भने अब यो तटबन्ध नियन्त्रण गर्ने कुरा हो, सडक नियन्त्रण गर्ने कुरा हो, श्रमको कुरा हो। यो पहिलेदेखि नै हामी श्रमको काम गरिराखेकै पनि हो, 60 सालदेखि नै त्यहाँ, होइन? मैले त्यति बेला पनि भनिहालेँ तपाईँलाई, हामीले पहिले पनि गरेको, अहिले पनि गरिरहन्छौँ, हरेक साल गरिरहन्छौँ। हामीले अरू बेला श्रमै नगरे जस्तो तरिकाले चाहिँ प्लिज त्यसरी नसोधिदिनु होला भनेर मैले तपाईँलाई त्यति बेला पनि भनेको थिएँ। र तपाईँले मलाई भन्दा पनि त्यहाँको स्थानीयलाई सोध्नु हो भने अझ बढी थाहा हुन्छ। हामी वडा अध्यक्ष नहुँदा पनि हामी यहाँ श्रम गरेर त्यो जाली लगाइराखेकै हो भनेर भनेको थिएँ। र अहिले यो जुन विवाद आयो, यो विवाद आइसकेपछि मलाई किरण सर, हाम्रो योजनाको किरण सरले फोन गर्नुभयो। अनि अध्यक्षज्यू त्यहाँको व्यवस्था समिति बनाउनु पर्ने, ठिक छ म त्यहाँ भेला राखेर बनाइदिन्छु भने मैले, होइन मेरो साथले चिट दिनुभएको छ, मलाई नाम दिनुभएको छ। अनि म त्यसपछि यहाँ योजना शाखामा आएपछि किरण सरसँग मेरो भेट भयो। अनि मैले त्यहाँनिर हाम्रो एकजना हाम्रो श्रमदातासँग हात पनि मिलाएँ थिएँ। हात मिलाइसकेपछि अनि मैले त्यो चिट किरण सरसँग लिइसकेपछि त्यहाँ प्रसाद राईले लेखेको थियो, अनि समीर तामाङले लेखेको थियो। अनि उहाँहरू त धरान 16को होइन, त्यो त कानुनमा त स्पष्ट त्यहाँको लाभदायी हुनुपर्छ उपभोक्ता समितिमा त भन्ने छ। अनि यो प्रसाद राईजीको भनेर मैले सोधेपछि उहाँ मैसँग उभिराख्नु भएको छ। उहाँसँग मेरो चिन्जान पनि थियो, तर नाम चाहिँ थाहा थिएन। मैले उहाँसँग हात पनि मिलाएँ। अनि किन सर उहाँ नै हो भनेपछि अनि मैले उहाँलाई ए तपाईँ हो प्रसाद राई भनेर सोधेँ। त्यसपछि उहाँलाई मैले सोधेँ तपाईँ कति नम्बर वार्डको भनेपछि म 14को भन्नुभयो। अनि तपाईँ 14 नम्बर वार्डको मान्छे कसरी 16को चाहिँ उपभोक्ता समितिको अध्यक्ष बन्नुहुन्छ, यो त विधिसम्मत हुँदैन भनेपछि एउटा नेपाली नागरिकले देशभरि जहाँ पनि बन्न पाइहाल्छ नि भन्नुभयो उहाँले मलाई। अनि मैले त्यसपछि उहाँ नगरपालिकाको कर्मचारी पनि होइन र उहाँ जनप्रतिनिधि पनि नभएको हुनाले मैले उहाँसँग दोहोरो फेरि छलफल गरिराख्नुपर्ने मलाई त्यो उपयुक्त पनि लागेन। त्यसपछि मैले मेरो साथ तपाईँले यो नाम चाहिँ फेर्नु पऱ्यो, यो नाम फेर्नु भएन भने यो चाहिँ भोलि हतियारले तपाईँ हामी सबैलाई म लडिहाल्छु नि भन्नुभयो। तपाईँ त भन्नु होला, म चाहिँ गर्नु सक्दिनँ, किनभने म यो नहुने काममा चाहिँ म कानुन विपरीत कुरामा जिम्मेवारी सहयोग हुँदैन। तपाईँले नै मान्छे राख्नु होला, को राख्नुहुन्छ राख्नु, तर तीको मान्छे राख्दिनँ। म एउटा मान्छे पनि यो राख्नुहोस् पनि भन्दिनँ, तपाईँले नै राख्नु होला। जति मान्छे राख्नुहुन्छ राख्नु होला, तपाईँले छानेर राख्नु होला प्लिज, तर तीको मान्छे राखिदिनु होला। त्यसपछि त्यसलाई कन्टिन्यू लाने कोसिस गरियो। त्यसपछि मेरो सामने मलाई एउटा त्यो किरणजीसँग समन्वय गरेर लु न त्यो उपभोक्ता बनाइहाल्नुहोस्। अनि फेरि मैले किरणजीसँग फोन गरेँ, होइन नाम त अर्को दिनुभएको छैन, होइन मेरो सामने अर्को नाम दिन्छु भन्नुभएको छ, दिनुभएको छैन, त्यही नाम भन्दा म सहयोग गर्नु सक्दिनँ भने, होइन? त्यसपछि त्यसलाई अगाडि बढाउने प्रक्रियामा फेरि त्यो सार्वजनिक सुनवाई स्थल गर्ने कुरामा मलाई फोन आयो, म त गर्नु सक्दिनँ, किनभने त्यो भोलि मलाई हतियारले समाप्त कसैले उजुरी हालिदियो भने म फस्छु। त्यसैले मैले नियम कानुनभन्दा विपरीतको काम चाहिँ म गर्न सक्दिनँ भनेर मैले मानिनँ। मैले नमानिसकेपछि त्यो एउटा भिडियो पनि आएको छ मेरो साथमा किरणजी बोलेको, तपाईँहरूले हेर्नु होला, मैले युट्युबमा हेरेँ। त्यो दुईवटा फाइल किरणजीले हेर्नुभयो, यो एउटा चाहिँ गर्दिनँ भन्नुभएको छ, एउटा चाहिँ गर्छु भन्नुभएको छ। ओरतिर ड्रेन गरेपछि मैले त्यसमा पनि बाहिरको मान्छेहरू थियो। अनि मैले त्यो मेरो साथलाई यो पनि तपाईँले बाहिरको मान्छेहरू दिनुभएको छ, त्यो छिटै ल्याऊ। त्यो वास्तवमा वडा अध्यक्ष बसेर त्यहाँको स्थानीय भेला राखेर उपभोक्ता समिति बनाउनु पर्यो, त्यसको पनि मेरो साथले चिट दिनुभएको थियो। त्यसको चाहिँ मैले 2-3 चोटि एकदम
कर गरेको थिएँ, त्यसपछि चेन्ज गर्नुभयो। अनि मैले यो चाहिँ म गर्छु, त्यो जानेको त म गर्न सक्दिनँ। म 14 नम्बर वार्डको मान्छेलाई त्यो 16 नम्बर वार्डको उपभोक्ता समितिको अध्यक्ष बनाएर म त्यो कुरामा चाहिँ म धान्न, त्यो नियम विपरीत हो होइन। जब तीको मान्छे हुन्छ भने म अहिले पनि म सही गर्नु तयार छु। मेरो साथीले मलाई 5-6 चोटि फोन गर्नु, मैले उठाइनँ पनि, त्यो प्रेसर दिनै गरेको होला भनेर मैले उठाइनँ पनि, किनभने त्यत्रो बाढी जाँदा मेरो साथीले मैले 15-20 चोटि फोन गर्दा उठाइदिनु भयो। अनि म त्यो गलत कामको लागि त प्रेसर त्यो दिनलाई गर्नुभएको थियो होला, मलाई किनभने उसले पनि फोन गरेको हुनुहुन्थ्यो, मैले ध्यान गरिनँ। अहिले त्यही विषय चाहिँ इस्यु बनिरहेको छ होइन, किनभने स्पष्ट विधानमा कानुनमा जहाँको चिज हो बनिनुपर्ने उपभोक्ता समिति त्यहाँको लाभदायी हुनुपर्छ भन्ने स्पष्ट कानुनमा छ। त्यो त नियम कानुन विधिभन्दा बाहिरको कसैको कुरामा त हाम्रो सहमत हुँदैन। हिजो मैले 2079 साल वैशाख 30 गतिको निर्वाचन जितेर आइसकेपछि 10 गति शपथ खाँदै गर्दा त नेपालको संविधान बमोजिम कानुन बमोजिम शपथ खायो नि त। त्यसैले म कानुनभन्दा बाहिरबाट काम गर्न सक्दिनँ भन्ने मेरो बुझाइ हो, किनभने मलाई जनताले तैँले कानुन र विधि र प्रक्रिया बमोजिम काम गरे भनेर निर्वाचित गरेर पठाएको हो नि त। त्यसैले मैले यो गर्नु हुँदैन भन्ने हिसाबले मैले गरिनँ। भोलि पनि कानुनसम्म त आउँछ भने म सबै कुरामा सही गर्नु रेडी छु होइन। तर कानुन विपरीत प्रक्रिया मिचेर कुनै पनि चिज आउँछ भने त्यो कुरामा मेरो स्पष्ट आज पनि हिजो पनि त्यही धारणा हो, आज पनि त्यही धारणा हो, भोलि पनि त्यही धारणा हो। मैले त्यही दुईवटामा एउटा संशोधन गर्नु मेरो साथले त्यसमा मैले गरिदिन्छु भनेको छु, गरिदिन्छु पनि मैले त्यो बुझेलाई कहिले राख्ने सार्वजनिक सुनवाई भनेर भनि पनि आएको छु। हिजो मात्रै पनि सोधेँ, तर त्यो तालजालीको विषयमा चाहिँ मेरो हुँदैन रहेछ। जबसम्म त्यसलाई सच्याइँदैन, सच्याइनु पऱ्यो, कानुन सम्मत हुनु पऱ्यो, विधि सम्मत हुनु पऱ्यो। भोलि 10 वर्ष 5 वर्ष 15 वर्ष पछाडि पनि जेल गइन्छ, त्यो त होइन नि त। कानुन त मान्नु पऱ्यो होला नि त होइन। मैले ए बाबा मेरो साथ तपाईँकै मान्छे तपाईँले रोजेरै राखिदिनु न, तीको मान्छे राखिदिनु। अझ त्यो त म मेरो अध्यक्षतामा बसेर भेला राखेर त्यो भेलाले उपभोक्ता समिति गठन गर्ने हो क्या। मलाई नै थाहा छैन उपभोक्ता समिति गठन गर्ने हो। मेरो साथले छिर्दिन्छ काज योजना म वडा अध्यक्ष त्यो ठाउँ त्यो श्रम गर्दै गर्दाखेरि म 2-3 चोटि पुगेको छु। रोहित भाइहरू सबैले त्यहाँनिर मलाई सोध्नु भएको, तपाईँ पनि आउनुभयो, म नआउने कुरै भयो मेरो वार्डमा भएको कुरो होइन। हामी त पहिलेदेखि श्रम गऱ्यौँ, म वडा अध्यक्ष नहुँदा पनि श्रम गरेँ हो। त्यहाँको स्थानीयलाई रोहित भाइहरूले सोध्नु भएको छ, हाम्रो शेखर योगीहरूले सोध्नु भएको छ, अरू युट्युबर साथीहरूले पनि सोध्नु भएको छ। त्यसैले यो भएको हुनाले गर्दाखेरि अहिले यही कुरोलाई उपमेयरले यसलाई विधिसम्म जुन प्रक्रियासम्म जाउँ भन्नुभएको। अब यसलाई इगो नलिकन कसै पनि या कसैको कोही ठुलो हुनुपर्ने कोही केही हुनुपर्ने कारण नै छ। जनताको काम गर्न आएको, संविधान निर्वाचन गर्न आएको, राम्रो काम गर्नु, विधि प्रक्रिया पुरा गर्नु, विधि प्रक्रिया पुरा गर्दा के आएको त्यसलाई विधि प्रक्रियामा त लाग्नुपर्छ होला नि। तपाईँहरू मिडियाको साथीहरू त विधि र प्रक्रिया गर्नुपर्छ होला, मिडियाको त कानुन छैन। तपाईँहरू मिडियाकर्मी साथीहरू पनि कानुन पनि जानु सक्नु, हामी पनि सक्दैनौँ। त्यसैले मलाई त लागिरहेको थियो यत्रो 16 नम्बर वार्डको कुरो उठिरहेको छ, कमसेकम म त्यहाँको जनप्रतिनिधिबाट आउँछ वास्तविकता के हो भनेर मलाई सोधेर पनि हुन्थ्यो। मैले कसैले मलाई सोधेर पनि छैन। आज तपाईँहरू आउनुभयो, आज यहाँनिर 16 नम्बर वार्डको कुरा उठिसकेपछि म त अहिले यहाँनिर के कारणले आएको भन्नु भने मैले 1 नम्बर वार्डको वडा अध्यक्ष काम गरेँ। हामी त यहाँ नगरपालिका आएको छौँ, यहाँ त कत्रो भोगाउ हो नाजुस हो भनेर बताउँछु। अनि म फेरि अफर आएँ, अब यहाँ तपाईँहरूसँग भेट हो, वास्तविकता कुरा चाहिँ हो। यो कुरा चाहिँ त्यो समयमा नै त्यतिखेर के कामहरू भइरहेको थियो, आज समिति गठन हुँदाखेरि नै पनि यो कुरा तपाईँले उठाउनु भएको थियो के? उठाएको मैले मेरो साथलाई धेरैचोटि भने, मैले मेरो साथको कक्षमै बराबर पनि भने, 16 सरले पनि भने, हाकिमले पनि भने, हाकिम साहबले पनि भने, 16 सरले पनि भनेर हो। अनि मैले 16 सरहरूलाई पनि भने बाबा तपाईँले नहुने कुरो त हुँदैन भनिदिनु न मेरो साथलाई। जनप्रतिनिधिलाई कति कुरोहरू कानुनी कुरोहरू सबै थाहा हुँदैन। मैले वार्डमा कति कुरोहरू म वार्डको सचिवलाई सोध्छु, मलाई सबै थाहा हुँदैन नि त। उनीहरू त पोख्त हुन्छ नि त, पोख्त भएको मान्छेलाई सोध्नु हो नि त। मिडिया सम्बन्धी कुरो तपाईँलाई थाहा हुन्छ होइन। हामी जनप्रतिनिधिलाई त जस्तो काम पनि गरिदिउँ भन्ने लाग्छ, तर त्यसले त भोलि कानुनले बाँध्छ। कानुनले बाँध्ने कुरोहरू त गरिनु हुँदैन नि।
त्यो 16 मा दुईटा काम भएको, एउटा ड्रेन बनाउने, अर्को उता तार जाने। ड्रेन बनाउने उपभोक्ता समिति चाहिँ स्थानीय कि अध्यक्षतामा बन्यो? त्यो पनि मैले 3-4 चोटि भनिसकेँ चेन्ज गरेँ। त्यो पनि मैले 3-4 चोटि भनिसकेपछि म सहयोग गर्दिनँ भनिसकेपछि त्यो चेन्ज गरेँ। अब त्यो प्रसाद भाइ बसेको, प्रसाद राई बसेको पनि मैले धेरैचोटि मेरो सामना गरेँ। यो भोलि उजुरी हालिदिन्छ, हतियार दिन्छ भन्दा म लडिहाल्छु नि हतियारमा, तपाईँ मात्रै हो नि, हामी सहयोग गर्ने मान्छे पनि जान्छौँ। हामी त म त त्यो सक्दिनँ भनेर मैले धेरैचोटि भने सबको कक्षमै भने किरणहरूले अगाडि पनि भने कामको सन्दर्भमा तपाईँले हुने टिप्पणी छैन। मेरो प्रक्रियामा मात्रै उयो आपत्ति। फेरि मैले यो मान्छे राख्छु पनि भने मैले ड्रेनमा सागर त्यहीँ काम गर्ने त्यहीँको सागरहरू, अमृता बहिनीहरू, अनि अर्को त्यो हाम्रो कवि बहिनीहरू राखेका थिएँ। अहिले मेरो सामने राखेको सदस्यहरूमा कवि र अमृता बहिनी त हुनुहुन्छ होइन। त्यो मैले त उपभोक्ता समिति पनि गठन गरिदिइसकेको थिएँ ड्रेनको त। त्यो मैले तीको स्थानीयलाई राखेर गरेको उपभोक्ता समिति पनि विघटन हो, त्यसलाई मान्यता दिनु भएन, उहाँले आफ्नो छिट दिनु हो। अनि त्यसलाई चेन्ज गरेर अहिले जो सोपाली मान्छेलाई अवश्य राख्नु, ल त्यो पनि 16 नम्बरको छ भनेर मैले सहयोग गर्ने, म सही गर्ने होइन। तर्कजीहरू हुनुहुन्छ, तर्क नगर्नेहरू, सचेत तर्क नगर्ने अध्यक्ष, अनि हाम्रो त्यो निमा शेर्पा हुनुहुन्छ, उहाँहरू बस्नु भएको, हाम्रो ती जोगिदारीहरू बस्नु भएको, युरिका गाडी बनाउने भाइहरू बसिरहेको छ होइन। त्यो चाहिँ ड्रेनमा त्यसमा तपाईँबाट प्रक्रियामा गऱ्यो? त्यसमा त म सुनवाई गरिदिन्छु भनेको छु, म गर्ने पनि हो। नियमसँग छ नि त, अझ त्यो पनि ती भित्रको मान्छे हुनु पर्थ्यो, त्यो पनि डाँडातिरको मान्छे हो होइन। त कानुनले चाहिँ के भन्छ भने लाभदायी भन्छ क्या, प्रत्यक्ष फाइदा लिने मान्छे भनेपछि त्यही नाला तलदेखि माथिसम्मको मान्छेहरू राख्नुपर्ने कानुनसँग। अब सुन्नु न, म वडा अध्यक्ष, मेरो अध्यक्षतामा मेरो उपस्थितिमा उपभोक्ता समिति गठन गर्नुपर्ने हो। मलाई थाहा छैन भने यो हस्तक्षेप हो कि होइन भन्ने कुरा चाहिँ तपाईँले बुझ्नु होइन। तपाईँले कानुन पढ्नु होला, नगरपालिकामा आएर भोलि कानुनको विषयमा बुझ्नु होला के हो त यो उपभोक्ता समिति गठन गर्ने प्रक्रिया भनेर सबसँग सोध्नु होला होइन। अब म त्यो वार्डको वडा अध्यक्ष, मेरो वार्डमा उपभोक्ता समिति बनिँदैछ, को बनिँदैछ भन्ने कुरो मलाई थाहा छैन। जबकि मेरो रोगरमा त्यो भेला राखेर बनिनुपर्छ। म भ्याउँदिनँ भने पनि मैले तोकेको वडा सदस्य, वडा अध्यक्षले तोकेको वडा सदस्यको रोगरमा हुनुपर्ने कुराहरू मलाई नै थाहा छैन, वडा सदस्यलाई नै थाहा छैन भनेपछि यो हस्तक्षेप हो कि होइन, विधिसम्म हो कि होइन भन्ने कुराहरू चाहिँ तपाईँहरूले बुझ्दैन। मलाई थाहा छैन भने त हस्तक्षेपै हो है त। मेरो अधिकारबाट म वञ्चित भइराखेको छु भने त हस्तक्षेप होइन त भने मेरो कुरो यहाँ खोजेको हामीले हस्तक्षेप। आज मेन यो यहाँ भएको विवाद चाहिँ यही कारण हो। मेन इस्यु यही छ, यहाँ आइपुग्नु थाहा भयो भने उपज्यूको त्यहाँ अघि भनाइ चाहिँ के थियो भने यो योजनामा गरेको नभएको हुनाले काम सम्पन्न भइसक्यो, त्यो भएर अब यो चाहिँ यो प्रक्रियामा कानुन विपरीत भएको भनेर भन्ने यो योजनामै थिएन भन्ने थियो क्या उहाँको। उपभोक्ता समितिको कुरा चाहिँ थिएन उहाँको अभिव्यक्ति। योजनामा राजपिता मात्र थिएन, यो चाहिँ राजपिता थिएन। त्यही त तपाईँ उहाँको कुरा अलिकति बाजे जस्तो उहाँको भनाइ चाहिँ योजनामै नभएको विषयमा म चाहिँ त्यसलाई अब अनुमोदन गरिदिनु, मतलब के भन्ने के शब्द प्रयोग गर्नु भएको छ, रकम निकासा गर्दिनँ, अनुभव गर्दिनँ। तपाईँ भनेको कुरा ठिक हो, उहाँले भन्नुभएको कुरा ठिक हो, योजनामा थिएन। सङ्घको खोला हो, त्यत्रो लगानी गरेको छ होइन। कुनै पनि बेला बाढी आएर त्यो क्षेत्र हुनसक्छ भन्ने हिसाबले तत्काल केही गर्नुपर्छ, ठिक हो यो। तर त्यसलाई प्रक्रिया कुरा त्यतिसम्म गर्नुपर्छ भन्ने उपमेयरको पनि त्यही हो, उपमेयरको पनि कुरो त्यही हो। गर्नुपर्छ, कति कुरोहरू तुरुन्तै गर्नुपर्ने कुरा हो कि खोलाको छेउमा होइन, गर्नु ठिक हो, जारी लाउनु ठिक हो,
त्यो ड्रेन नबनाएर त्यो खोलाको पनि यताको पानी आएर त्यो उतापट्टिको काटिराखेको तपाईँ पनि देख्नु भएको छ होइन। त्यो ड्रेन पनि आवश्यक थिएन होइन। तर जे कुरो थियो प्रक्रिया सम्बन्धी थियो। किन कानुन चाहियो, किन विधि चाहियो, किन संविधान चाहियो, केही नचाहियो होइन। अचम्मको कुरो चाहिँ के हो भने म एउटा अध्यक्ष मेरो रोबरमा त्यहाँ भेला लागेर उपभोक्ता समिति मलाई मेयर साहबले ए अध्यक्षज्यू ल त्यो जालीको चाहिँ त्यहाँबाट उपभोक्ता समिति बनाइदिनुहोस् है भेला राखेर भन्नुभएको भयो होइन। त्यो ड्रेनको पनि ल है त्यहाँ बनेको छ तपाईँको वार्डमा ल है त्यहाँ तपाईँले त्यो प्रक्रिया पुऱ्याइदिनुहोस् है। कानुनी कुनै व्यवधानहरू नआओस् है। तपाईँ हामी सबैले विधि सपोर्ट काम गर्नुपर्छ, त्यहाँ त्रुटि नहोस् है भनिदिएको भयो। मैले ड्रेनको त गरिदिएको पनि थिएँ, मैले उनीहरूको उपभोक्ता समिति त कामै लागेन। तपाईँलाई डर भनेको भोलि अख्तियारले हामीलाई केही गर्ला कि विधिभन्दा बाहिर नसक्ने। म एउटा स्टुडेन्टबाट आएको मान्छे हो होइन। पेसाले हिजो म मजदुर पनि गाडी पनि लाइसेन्स लिएर लाइसेन्स बिना त गाडी हुँदैन होइन। घर पनि विधि नै चल्छ, सबै कुरो विधि नै चल्छ। तपाईँको सरकारको पनि हातहरू छैन होइन। कोही पनि काहीँ पनि विधि प्रक्रियामा बाहिर जान सक्दैन। तपाईँलाई एउटा फेरि हिजो योजना चलिन्जेल चाहिँ उहाँले केही पनि भन्नु भएन। अहिले योजना सकिएपछि चाहिँ फेरि यो कुरा ल्याउनु भन्दै फेरि तपाईँलाई त्यो खालको टिप्पणी सुन्नु न, किरण सर साँच्ची हुनुहुन्छ, सुरज सर हुनुहुन्छ, हाकिम साहब हुनुहुन्छ, मेयर साहबसँग मेरो फेस गफ भएको भोलि म सहयोग गर्नु सक्दिनँ नि भनिहाल्छु। यो चेन्ज गर्नु भएन भने म सहयोग गर्नु सक्दिनँ। अब अहिले तपाईँले विधिमा लानुपर्छ भनिरहनु कामै सकिसक्यो। अब यो के छ बाँकी हुन्छ मतलब विधिमा लैजान सकिन्छ। सुन्नु न, प्रक्रिया कुनै बेला इमर्जेन्सीको फलाको छेउमा काम भएको छ होइन, तुरुन्तै नआउँदा ठुलो धनको क्षति हुन्छ होइन। आपतकालीन कुरा बाढी गयो होइन। तर यसलाई इगो नबनाइकन विधि प्रक्रियामा हिँड्नुको लागि के आपत्ति भने प्रक्रियामा हिँड्नुको लागि आपत्ति हुन्छ भने त्यसलाई ट्र्याकमा ल्याउन सकिने सम्भावना छ अझै सहमति गरेर जाने हो भने कुल भएर कुरा गर्ने हो। अब यो त कहाँ बनाएको हातमै बनाएको चाहिने ठाउँमै बनाएको मिसयुज गरेर गलत ठाउँमा बनाएको होइन। त्यसले 4-5 करोडको सम्पत्तिलाई के रोकिराखेको छ होइन। जोगाएको त छ तर त्यो प्रक्रियासम्म जाउँ भन्ने कुरा त्यसलाई प्रक्रियामा लान सकिन्छ सहमति गऱ्यो भने सकिन्छ। लानु पऱ्यो भने भोलि माथि काम गर्नु हामीले त आउने पिँढीलाई त राम्रो सिकाउने होला। के भएको छ यहाँ केहीको मान्छेहरू राखेर त्यसलाई प्रक्रियामा लानु सकिँदैन नि। भोलि कसैलाई पनि अप्ठ्यारो नपर्ने जे भएको यथार्थमा ठिकै हो त्यसलाई नियमसम्म लानु दिइहाल्नु छ। कहिलेकाहीँ मुलुकले भोलि हुने कुराको तुरुन्तै डिसिसन लिनुपर्छ। यसमा चाहिँ तपाईँको भूमिका हुन्छ कि हुँदैन त्यो जुन इगो कुराहरू पनि यहाँ मेयर मन्त्रीको जुन एक खालको इगो जस्तो पनि देखिने सुन्नु न, म तपाईँलाई तपाईँको भूमिका चाहिँ के हुन्छ? सुन्नु न, म तपाईँलाई एउटा कुरा राखौँ होइन। म अस्ति 20 गते जेठ 20 गते त्यो 16 गतिको वर्षाको कारण म मेयर साहबलाई भेट्न मैले तपाईँलाई फोन गरेँ म माथि छु। मैले तपाईँलाई 1 घन्टा कटिसकेपछि फोन गरेँ म मेयर साहबलाई भेट्न आएको। मेयर साहबलाई भेट्न सकिँदैन। मैले छिट्टै यो नम्बर गरेर भाइ यो भित्र गएर मेयर साहबलाई ल्याउन 1 को वडा अध्यक्ष हुन्छ, 3 को वडा अध्यक्ष हुन्छ, हामी 3 जना छौँ। मैले 40 मिनट कटिसकेपछि यो चिफ लगेर मेयर साहबलाई ल्याउँ, मेयर साहबलाई भेटिदिनुहुन्छ। मलाई रासो यही कुलबाट त्यहाँको सिमानाको मान्छेहरूले फोन गरेको गरेँ म जालीको लागि सडक खोलाको जाली र त्यो पुलको लागि त्यहाँको जालीको लागि रिटर्निङ गर्नु भत्काइदियो। त्यसको लागि मेरो साथलाई भेट्नु गइरहेको मैले त्यहाँ सोधेँ सचिवहरूले हामी त्यत्रो 1 घन्टा 25 मिनट बस्दाखेरि पनि सोधेँ सचिवहरूले बाहिर वडा अध्यक्षहरू बसिराख्नु भएको छ। वडा अध्यक्षहरूलाई पहिलो प्राथमिकतामा राखेर
मैले उयो गर्नुपर्छ भनेर मिलाउनुपर्छ भनेदेखि मेरो साथमा सोध्ने आँट छैन सोधे सोधेको नगर प्रहरीलाई छिटो लगेर देऊ न भन्दाखेरि 1 घन्टा 35 मिनट भइसकेपछि मेरो साथ निस्केर जानुभयो हामीले भेट पायौँ म भरेबाट अन्ना भने कहाँ सुचाएर मेरो साथमै श्रमदाता फेरि इलाका प्रहरी कार्यालयमा समस्या परेर बसिरहेको मैले उहाँलाई उठिरहेको थिएँ म यहाँ मेरो साथलाई भेट्न आएको छु त्यो स्वर्णप्रकारको कवि बहिनीहरूलाई सोध्नु होला उहाँलाई पनि थाहा छ मलाई भेट्न चाहिँ उहाँलाई मैले झन्डै 1.5 घन्टा इलाकामा घुमाएँ मैले त्यहाँ एकजना पत्रकार युट्युबको भाइ मलाई ल्याऊ अरू बेला त तिमी मलाई इन्टरभ्यू लिन्थ्यौ मेरो साथले कस्तो गर्नु भएको छ के गर्नु भएको छ तपाईँलाई के छ जनताको कामहरू भनेर भन्थ्यो आज त सोध्दैन म एकदम म एडिट गरिरहेको छु 19 मैले त्यो भाइलाई कति भने ल्याउ न ल्याउ भाइ मलाई इन्टरभ्यू ल्याउ न म मेरो साथलाई मैले वार्डको काम के मेरो आफ्नो हिमाल बस्ने भाइले यति मोटो ल्यायो जनताको काम कि मेरो साथले त्यो बाहिर सोध्यो सचिव के हो अनि हामी जनप्रतिनिधि त्यस्तो अप्ठ्यारो बेलामा मेरो साथलाई भेट्न पाउने मेरो स्वर्णबाट मलाई भेट्नु मान्छे किन आउँछ काम गरेर आउँछन् होइन मलाई हेर्नु त आएको होइन मान्छे मैले जनतालाई सेवा दिने हो हामी त नगरपालिकामा मेरो सभामा त 3-4 चोटि पनि दिनमा आउनु सक्छौँ नि जनता काम गरेपछि आइदिनु पऱ्यो हामीले इटोरीको मेयर गर्न जाने कुरो भयो बडा क्षेत्रको मेयर गर्न जाने कुरो त भयो हामीले यही हो आउने भन्ने हाम्रो अभिभावक माने हो हामीले माने तराई जनताले उहाँलाई नै चिन्ता पठाएको अब 84 सम्म माने हो भने अर्को मेयर त होइन वडा चाहिँ हामी नै होला कार्यपालिका सदस्य अहिले जो छन् उनीहरू होला बिचमा चेन्ज हुन सक्छ म भरेबाट झर्दै गर्दाखेरि रोएर झरेँ मैले तपाईँलाई बोलाएको तपाईँ उहाँ हुनुहुन्छ भनेपछि हामी मान्छेहरूलाई त्यति बेला मेरो साथ ठिक्क निस्क्यो तपाईँलाई फोन पनि गरेको थिएँ तपाईँ निस्कँदै हेर्नु होला मैले टिभीभित्रबाट फोन गरेँ तपाईँलाई त्यो भाइले मेरो इन्टरभ्यू नलिएपछि तपाईँपछि मलाई ठ्याक्कै सोचेको थियो अनि मैले फोन गरेँ तपाईँको मास के अरे माथि बिक्रीका त्यहाँ अब यो जुन बढिरहेको छ नि त्यसलाई तपाईँकै वडाको योजनाको त्यसलाई तपाईँको भूमिका के होला नि समाधानको लागि सुन्नु न मेरो अहिले पनि मेयर साहब लगायत उमेरको लगायत सम्पूर्ण हाम्रो वडा क्षेत्रको मलाई छ होइन मेयर साहबको उमेर योजना राम्रो हो होइन विशेष गरी मेयर साहब अभिभावक गार्डन हामीले स्थितिमा हिँड्नु मेरो घरको नियम पालन मैले नै गरिनँ भने मेरो विशेष लगायत मेरो साथीहरूले गर्दैन मेरो घरलाई सिस्टममा हिँडाउने जिम्मेवारी म त्यो घरको अभिभावक भएको कारणले मेरो बाबा र अहिलेको अभिभावक भनेको मेरो हुकुम हो त्यसैले मै सिस्टम र प्रक्रियामा हिँडिनँ भने मेरो घर परिवारको मान्छेहरू सिस्टममा हिँड्दैन त्यसैले सिस्टमलाई फलो गर्ने जिम्मेवारी र कसैले तलमाथि गर्दैछ त्यसलाई चौतारी गर्ने जिम्मेवारी मेरो साथको ठिक नीतिमा समातेर के गर्नु त दायाँ बायाँ गर्दैन कानुन सम्बन्धी नै भनेर डोराउने काम मेरो साथ त्यसमा मेरो साथले डोराउनु हुन्छ भन्ने कुरामा मलाई अहिले पनि विश्वास गर्छु